काठमाडौँको यो कोलाहल जिन्दगीबाट छुट्टीको दिन नजिकै कहाँ जाने भनेर सोच्दै हुनुहुन्छ भने नुवाकोटको सूर्य चौर उत्तम गन्तव्य हुनेछ। काठमाडौँबाट मात्र 30 मिनेटको दूरीमा रहेको नुवाकोटको सूर्य चौर, जहाँबाट नुवाकोट जिल्लाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। हामी पनि आज त्यस गन्तव्यतर्फ जाँदैछौँ। आजको यात्रा विवेक भाइसँग। हाम्रो यात्रा सुरु हुन्छ कलङ्कीबाट। आज बुद्ध जयन्ती है, भिड हेर न भिड। एउटा चाहिँ यो होइन काँडबाट यो माछा पोखरीबाट जाने, एउटा चाहिँ गङ्गो पोखरीबाट। तर यो बाटो अलिकति अफ रोड बढी छ। बालाजु चोकबाट टोखा नगरपालिकाको गेट क्रस गरेपछि ग्रान्डी हस्पिटल हुँदै अगाडि जानुपर्छ। शीतल जङ्गलको बाटो हुँदै चेक पोस्टसम्म पुग्नु पर्दछ। निकुञ्जको साइनबोर्डदेखि तल्लो बाटोतिर सिधा जानुपर्छ। कच्ची बाटो भएकोले पानी परेको बेला चिप्लो हुन सक्छ, विचार पुर्याएर आउनुहोला। गाडीमा आएर 15-20 मिनेटको हाइक पछि यस ठाउँमा पुग्न पनि सकिन्छ। फाइनली सूर्य चौर पुगियो। पहिले यहाँ खाजा पसलहरू धेरै थिए, अहिले भने हटाइएको रहेछ। त्यसैले आउँदाखेरि आफै खाजा लिएर आउनुहोला र खाजा खाएर यस ठाउँमा फोहोर चाहिँ नगरिदिनुहोला। हामी पनि सुन्दर पहाडको दृश्यसँग रमाउँदै खाजा खान थाल्यौँ। लुक भ्यू हेर्नु, भ्यू सूर्य चौरको। यहाँ चाहिँ हाम्रो ब्रदर पूर्णजी दामी छ नि। हाई भनिदिनु न दाइ। भ्यू हेर्नु न, मजाको भ्यू छ। दुई 2000 मिटरको उचाइमा रहेको यस सूर्य चौर काठमाडौँबाट लगभग 10 किलोमिटरको दूरीमा रहेको छ। आकाश खुलेको बेलामा यहाँबाट विभिन्न हिम श्रृङ्खलाहरू प्रष्ट रूपमा देख्न सकिन्छ। आज भने त्यो अवसर हामीलाई मिलेन। केही बेर बस्ने इच्छा हुँदाहुँदै अब भने हामी फर्किनु पर्ने भयो। फर्कने क्रममा बाटोमा ऐसिलुका बोटहरू धेरै थिए। हामीले पनि थोरै टिपेर खायौँ। काफल फर्कने क्रममा बाटैमा पर्ने बौडेश्वर मन्दिर पनि दर्शन गर्न नभुल्नुहोला। बाटोबाट 10-15 मिनेटको ओह्रालो भर्याङहरू झरेपछि मन्दिर परिसरमा पुग्न सकिन्छ।
पानी पर्ने समयमा यस स्थानमा ठूलो झरना बग्ने गर्दछ। जय शम्भो। ओ माय गॉड, चिसो रहेछ। जय शम्भो, जय शम्भो। जय शम्भो। गुफाको लगभग 10-15 मिटर भित्र रहेको मन्दिर दर्शन गरेर हामी फर्क्यौं।